म दमदाला कुसे 5 दमदालामा छु। हामी आमासँग मजाले कुराकानी गर्दैछौँ। एकदमै रमाइलो बारीमा सुन्तलाहरू लटरम्म पाकेका, एकदमै रमाइलो छ यो दृश्य देख्दाखेरि। मलाई त यति खुसी लागेको छ कि खुसी लागेको छ। अनि हामी भन्नुहुन्छ आमा हामी विदेश जानु पर्दैन, विदेश जानको लागि यहीँ हाम्रा लाखौँ लाख आम्दानी यहीँ छ बारीमा। मैले वर्षमा 10 लाख कमाइरहेको छु, सँगै बाख्रा पनि छन्, भैँसी पनि छन्। मैले त्यो बाहेक अरू यहाँ सुन्तलासँगै यो बारीमा पनि के तरकारीहरू सबै हामीले किनेर खानु पर्दैन भनेर भन्नुभएको छ। एकदमै राम्रो कुराकानी भइरहेछ। हामी एकदम दुःख गर्नको लागि दुःख गर्नुपर्छ, मेहनत गर्नुपर्छ, तर पाइन्छ सफलता, राम्रो हुन्छ। हामी कुराकानी गरिरहेछौँ। के छ अब हजुरको आफ्नो कुरा, यो सुन्तला के भइरहेछ, कसो भइरहेछ? सुन्तला यो वर्ष कतिको आम्दानी होला, के होला? घर परिवारले कतिको साथ दिनु भएको छ, के छ? घर परिवारले साथ सपोर्ट दिइराख्नु भएको छ?